उहिले भकारी भरी धान र कोदो हुन्थ्यो, बोराभरि नुन, बारीभरि तरकारी, मधुसभरि मरमसला हुन्थ्यो। गोठमा दुईवटा लैना भैँसी हुन्थे, एउटा बर्खालाई अर्को हिउँदलाई। दूध 12 मास उपलब्ध हुन्थ्यो। चिया खान सिकेका थिएनन्, दूध पिउँथे। चिनीको टन्टो थिएन, चियापत्तीको टन्टो थिएन। अधिकांश शाकाहारी थिए। मासु खानेले वनमा चरेर हुर्केको टिसिलो खसी खान्थे। सुई घोची घोची 4 किलो फुलाएको ब्रोइलर खाने चलन थिएन। साग सुकाएर गुन्द्रुक, मुला सुकाएर सिन्की बनाउँथे। कर्कलो काटेर चुल्ठी बनाएर राख्थे। अनिकाल र दुर्भिक्षमा काम लाग्ने यस्ता ड्राई फुडहरू घर घरमा हुन्थे, ताकि आपतकालमा प्रयोग गर्न पाइयोस्। बिहानै उठ्थे, नुहाउँथे, तुलसीको मठमा गएर माला जप्थे, जल चढाउँथे। शारीरिक शुद्धताको ख्याल थियो। वेद पढ्थे, उपनिषद पढ्थे, नभए भाषिकामै चलिआएका सुललित पदावली पढ्थे। बिहान बिहानै गरिएको आवृत्तिले ग्रन्थहरू कण्ठस्थ हुन्थे। सिलौटोमा मसला पिस्दा महिलाहरूका हात दहरा हुन्थे। ठेकीमा मोही घार्र घुर्र पार्दा पुरुषहरूका हात दहरा हुन्थे। बिहान उठेर महिलाहरू घरगोठको काम गर्थे, पुरुषहरू घाँसको भारी लिएर आउँथे। घर र गोठको कामले शरीरलाई कसरत पुग्थ्यो। कसैलाई मर्निङ वाक गर्ने आवश्यकता थिएन। रिफाइन गरेको तेल आएकै थिएन। ग्यास्ट्रिक पनि कसैलाई हुँदैनथ्यो। घिउको चोखिन खान्थे। 50-55 किलाको धानको बोरामाथि अर्को बोरा खापेर बोकी हिँड्ने तागत भएका बलिया बाङ्गा मान्छे हुन्थे। मोही पारेर अघेनोमा नौनी चढाएर घरमा नै बास्नमय बनाउँथे। घरमा आगो बाल्ने हुनाले मच्छर, झिङ्गा र चमेरा पस्दैनथे। सरसफाइको ख्याल गर्थे। अहिले झैं कोठै पछि वासरुम थिएनन्। घर बाहिर टाढा दिसा पिसाब गर्थे। दिसा गर्दा कपडा फेरेर गर्नु पर्थ्यो। दिसा पिसाब गरेका कपडा लगाएर खान नपरोस् भनेर धोती फेरेर ढिँडो खान्थे। सके खरानी, नसके माटोले हात धुन्थे। दिसा गरेपछि 11 पटक, पिसाब गरेपछि 7 पटक हात धुने नियम थियो। खरानी पानीले हात धुन्थे। दिसा पिसाब गरेपछि यौनाङ्ग राम्रोसँग धुने चलन थियो। पानी नभएका ठाउँमा पखाल्न पाइँदैन भनेर दिसा पिसाब नै गर्दैनथे। खानु अघि बलि वैष्णदेव हुन्थ्यो। पहिलो घाँस कागलाई, दोस्रो घाँस गाईलाई, तेस्रो घाँस कुकुरलाई। घर बाहिर राखिदिएका खानामा चराचुरुङ्गी, किरा फट्याङ्ग्रा रमाउँथे। घरभित्र किरा फट्याङ्ग्राको आगमन कम हुन्थ्यो। अग्नामा खाना चढाउँथे। खानामा कुनै रसायन वा विकृत पदार्थ भए धुवाँ गनाउँथ्यो। आगो रङ बदलेर बल्थ्यो अनि खाना खान्थे। खाना खाएपछि मोही पिउँथे, मोहीले पचाउँथ्यो। बिहान उठ्ने बित्तिकै तामाको अङ्खराको पानी पिउँथे। यसले दिशा खुलाउँथ्यो। सुत्नु अघि मनतातो दूध पिउँथे। यसले निन्द्रा लाग्थ्यो। टाइट जिन्स लगाउने चलन थिएन। शरीरलाई आराम दिने खालको कपडा लगाउँथे। पिता पुर्खाका नाममा चौतारी चिन्ने पोखरी बनाउने चलन थियो। चौतारीको बरपिपल नमासुन्, नकाटुन् भनेर विष्णु भगवानको अंश मानेर पूजा गर्थे। रुखले चिसो हावा दिन्थ्यो। पोखरी बनाएर मौलो गाड्थे। मौलोले धार्मिक भाव उत्पन्न गर्थ्यो। डाँडामा लगेर पोखरी बनाएकोले अझै पनि पोखरीका नाममा गाउँहरू यत्रतत्र भेटिन्छन्। पाप लाग्ने डरले पोखरीहरू फोहोर गर्दैनथे। वर्षातको पानी पोखरीमा रिजर्भ हुन्थ्यो। फलस्वरूप कुवा, मूल जस्ता पानीका स्रोत 12 महिना रसाइरहन्थे। प्रकृति प्रेम अनौठो थियो। प्रकृतिको सम्मान सबैले गरून् भनेर प्रकृतिलाई ईश्वरका अवतारसँग जोड्थे। विष्णुको पहिलो अवतार मत्स्य भनेर माछा लगायत पानीमा बस्ने जलचर प्राणीमाथि प्रेम गरे। दोस्रो अवतार कुर्म भनेर कछुवा लगायत पानी र जमिन दुवैतिर बस्ने उभयचर प्राणीमाथि सम्मान गरे। तेस्रो अवतार बराह भनेर केवल जमिनमा मात्रै बाँच्ने बदल लगायतका स्थलचरमाथि प्रेम गरे। नरसिंह भनेर 2 प्रजातिको मिलनबाट पैदा भएका क्रस या खच्चर प्रजातिका प्राणीमाथि सम्मान गरे। हरेक प्राणीलाई कुनै न कुनै देवताको वाहन बनाएर संरक्षणको अधिकार दिए। यो अवतार सिद्धान्तको बिल्कुलै मिल्दोजुल्दो स्वरूपमा पछि चार्ल्स डार्विनले क्रमिक विकासको सिद्धान्तको व्याख्या गरे। गोठ सारेर गाईबस्तु पाल्ने हुनाले जमिन मलिलो थियो। विकासे मल हालेर रासायनिक खेती गर्ने चलन थिएन। अन्नपात बिल्कुलै अर्ग्यानिक उब्जिन्थ्यो। घर घरमा जडीबुटीका जानकार थिए। बिरामी परेमा प्राकृतिक शैलीको उपचार हुन्थ्यो। वर्षौंपछि यदाकदा हुने महामारीले ज्यान गएको बाहेक अरू कसैको सामूहिक मरण सुनिँदैनथ्यो। खानपान, सरसफाई, वातावरण, प्रकृति प्रेम, अध्यात्म अनि स्वास्थ्य जीवनशैलीको यो भन्दा अनुपम नमुना के होला। त्यसैले ऊ बेला न कोरोना थियो, न इबोला थियो, न सार्स थियो, न इन्फ्लुएन्जा नै थियो।
यो आर्टिकल कसले लेख्नु भएको हो त्यो आधिकारिक रूपमा मलाई थाहा छैन। यो मैले इन्टरनेटमा भेटेँ, एकदमै राम्रो लाग्यो र तपाईँमा सेयर गरेँ। तपाईँलाई पनि राम्रो लाग्यो भने कृपया यो आर्टिकललाई सेयर गरिदिन नभुल्नुहोला।